हामी ठ्याक्क फुटोङ बिच फेरि पुगिसक्यौँ के अरे अब खाली खेल्छस् नि त्यहाँदेखि तिमीले त हो नि कस्तो भएर राम्रो त्यो हात नदेखाऊ तिमी पिटाइ खान्छस् यस्तो नदेखा पहिले रमाइलो भयो सर त्यस रमाइलो मजा आयो राम्रो राम्रो फोटो खिचाउँ नि मजा अलिक कुचु माथि मलाई सुत्यो सर फिल्ममा हेरिन्छ कि हामी त्यस्तो फिल्ममा फोटो चाहिँ खिचेर साइडमा बसेर अनि एउटा त्यो माथि माथि उसमा बस्न मिल्दो रहेछ कि पुग्यो कि खिच्न त्यो भएर ए यहाँ त सबै देशबाट मान्छेहरू आएको छ यहाँ दाइ आउनुभयो हामीलाई दिनको लागि अब चाहिँ फेरि त्यही ठाउँमा बस्नु त होला नि त्यो अगाडि मान्छे बसिसक्यो आज म बसौँ कोही छ यहाँ अब चाहिँ हामी फेरि अब होटल फर्किनु जानु लागेको राम सर अघि अगाडि बस्नु भएको थियो अहिले म अगाडि बसिरहेको छु यहाँ बाटो हेऱ्यो भने चाहिँ अलिक रमाइलो हुँदो रहेछ चस्मा के लगाइरहेको MW Changsilon ओके Changsilon यहाँ गएको हामी दिउँसभरि बिहानको 7 बजीदेखि हिँडेको हामी अहिले 5 बजिसकेको रहेछ अब होटलमा छोडिदिन्छ अहिले मान्छेले हिजो कस्तो स्विमिङ पुलमा स्विमिङ गर्ने भनेको त पाउँदै पाएन अब हामी झ्याप्पै माथि जान्छौँ एकछिन स्विमिङ गर्छौँ अनि बेलुका पनि अब केही खान पर्छ बेलुका चाहिँ हामी बेलुका चाहिँ केही मगाएर खान्छ ल एक लट यताउता सबै घुमेर चाहिँ हामी फेरि होटलतिर आइसक्यौँ के अरे अब सानो खत्रङ खुत्रुङ चाहिँ उसमा हालौँला हाम्रो झोलामा हालौँ खत्रङ खुत्रुङ अनि ऊ चाहिँ यहीँ त हो नि यही हो सबै कुरा यहीँ छ किनकि हामी बिचको नजिक छौँ हामी बिचको नजिक छ त्यही भएर सबै कुरा यहीँ पाइन्छ क्या अहिले ल केटाकेटी हो अब हामी चाहिँ राति भइसक्यो के अरे भोलि र पर्सि मात्रै अलिकति ऊ छ त्यसमा चाहिँ अब भोलि मात्रै एउटा मेन काम भनेको घुमफिर भनेको पर्सि चाहिँ हामी अब रिटर्न गरिहाल्छौँ त्यही भएर चाहिँ अहिले हामी सपिङ गर्दैछौँ राम सर र म हामी फेरि यस्तो ठाउँमा छौँ भने हामी चाहिँ पुटोङ बिच ल जाम त न ठ्याक्कै 7-11 भनिरहेको थिएँ हाम्रै उसको साइडमै रहेछ पाइन्छ किन नपाइने उताबाट इन्ट्री होला नि एक्जिट हो कि जाऊँ न जाऊँ गुड मर्निङ सबैजनालाई अहिले बिहानको 6 बज्न लागिसक्यो हाम्रो चाहिँ फर्स्ट फ्लाइट 8 बजेको छ अनि अहिले चाहिँ हामी 6 बजी नै रेडी भएर ठ्याक्क निस्किएको यहाँबाट 40 किलोमिटर टाढा छ क्या हो त्यो मान्छे कतिखेर ठ्याक्क हाम्रो ड्राइभर पनि आयो तर अर्कैबाट ड्राइभर आएछ त्यो उसले भ्याएन होला नि त आउनु अनि उसले ठ्याक्क क्यान्सल गरेर अर्कै यो केसिबी पठायो ल सवारी भयो हामी डोमेस्टिक international terminal they call X terminal. Okay. We have to go to the D of domestic. यहाँबाट हामी ब्याङ्कक जान्छौँ होइन ब्याङ्ककमा सिटी टुर त्यो बुद्धको गोल्डन बुद्ध के हो त्यो होइन त्यो सिटको नाम हो जस्तो लाग्यो कि हामी फेरि डिएमके एयरपोर्टमा आइसकेका छौँ बिहानै 6 बजे आउने भनेर अलिकति ढिलो भयो त्यही हो अहिले हामी मन्दिर जान लाग्यो जस्तो लाग्छ यो एकजना त्यहाँ एयरपोर्टमा हामीलाई रिसिभ गर्ने मान्छेले एउटा ट्याक्सी चाहिँ लगाइदिए घुमफिर गर्ने हो त्यहाँ चाहिँ लिएर गइदिए भनेर भन्दै होला नि दुईवटा ठाउँ मात्रै हो क्या होइन तिनवटा ठाउँ होइन दुईवटा ठाउँ मात्रै हो एउटा त्यो बुद्धको ऊ हेर्ने सिटी टुर भनेको के अरे सिटी टुरमा चाहिँ अब एउटा बुद्धको ऊ छ त्यसरी सिटी टुर भनेको पुरा अब घुमे गरेपछि त्यो सिटी टुर भइहाल्यो नि त्यो मान्छेलाई फेरि आउँदै आउनु रहेछ कि इङ्ग्लिस पनि जम्मा अङ्ग्रेजी पनि जम्मा 4 देखि 5वटा शब्द जाने रहेछ त्यो बाहेक त फुट्टी भाङ्न जान्ने अब त्यो धन्न यो भाषा परिणत गर्ने उपकरणको प्रयोग गरेर हामीले उसँग चाहिँ कुराकानी गरिरहेछौँ अरू त त्यस्तै साला झ्याल खोल्न पाएको थिइनँ झ्याल खोल्न पाए त्यस्तो मजा आयो नि बल्ल ब्याङ्कक त बल्ल आइयो जस्तो भयो मलाई भोलि त नेपाल गइहालिन्छ सुरुमा
त के हामीहरू त के इन्डियन हो भनेर गरिरहेको थियो अनि तर हामीले इन्डियन होइन हामी नेपालको भने ल ल ठिक छ त भन्यो त्यसपछि त भनेदेखि बिग्रेको कुरा कुरो बिग्रा भयो आज अन्तिम दिन हो के हुन्छ आजै थाहा पाइन्छ जे हुन्छ आजै हुन्छ आज सही खानुपर्छ आज अन्तिम जिन्दगी डाटा त यहाँ त उसको ट्रान्सलेसनमै गइदिएला जस्तो